안녕하세요 भनेको नमस्कार, वी र फे भनेको पेट, वी भनेको माथि, खुइ भनेको कान, छुइ भनेको मुसा, थुइ भनेको पछाडि, सुइदा भनेको आराम गर्नु, सुइम्थ भनेको आराम गर्ने ठाउँ, सागुइदा भनेको साथी बनाउनु, छुइमी भनेको रुचि, सुइन भनेको 50, थाङ्नागुई भनेको गधा, छुवी भनेको जाडो, थवी भनेको गर्मी, मुदवी भनेको अति गर्मी, छुइसोहादा भनेको रद्द गर्नु, फावी भनेको कैँची, फावी भनेको ढुङ्गा, थोल भनेको ढुङ्गा, विछि भनेको स्थान, अहुई भनेको शब्द, खुइसिन भनेको भूत, थारामजुई भनेको लोखर्के, छुइसहादा भनेको खाना बनाउनु, योरिहादा भनेको खाना बनाउनु, छोरिहादा भनेको खाना बनाउनु, थुइगिदा भनेको तेलमा तार्नु, थुइदा भनेको उछिटिनु, खुइफाराम भनेको सुसेल्नु, विसेङ भनेको सरसफाइ, छङ्सोहादा भनेको सरसफाइ गर्नु, छङ्सोगी भनेको भ्याकुम क्लिनर, छङ्सोबु भनेको सरसफाइ गर्ने